छुट्टिनै पर्छ भन्ने खालको सन्देश हो। त्यसैले मिटिनीले भनेको मान्नुहोस्, अब त्यो असटीलाई छोडेर तपाईले पाउनुपर्ने अधिकार लडेर भए पनि लिएर तपाई आफ्नो खुट्टामा आफै उभिएर। साथीहरू, अब भने भुन्टी सिरियल झन रोमाञ्चक मोडमा पुगेको छ। सुकुमाया भुन्टीको भेषमा आएर भूपेन्द्रको नाममा रहेको सम्पत्तिबाट भुन्टीलाई कुनै पनि हालतमा आधा हिस्सा दिलाएरै छोड्ने अडानमा उभिएकी छिन्। उनले भूपेन्द्रको नाममा रहेका सम्पूर्ण सम्पत्तिहरू रोक्का समेत गरिसकेकी छिन्। त्यो खबर सुन्नासाथ भुवन र श्रेयाको जीवनमा ठूलो भूचालो आएको छ। अब प्रश्न उठेको छ, के सुकुमायाले आफ्नो योजना सफल बनाउन सक्लिन् त? के उनले भुन्टीको भेषमा भूपेन्द्रलाई डिभोर्स दिएर सम्पत्तिको आधा हिस्सा भुन्टीको नाममा ल्याउन सक्लिन्? आजको भिडियोमा हामी यही विषयमा विस्तृत चर्चा गर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरू, अब कुनै पनि हालतमा भुन्टीले आफ्नो अधिकार पाउनै पर्छ। सुकुमायाको एउटै उद्देश्य छ, भुन्टीलाई धनी, खुसी र सम्मानित जीवन दिलाउने। यदि तपाईँ पनि भुन्टीको सुखी जीवन देख्न चाहनुहुन्छ भने कमेन्टमा भुन्टी लेख्न नबिर्सनुहोस्। साथै तपाईले भुन्टी सिरियल कुन ठाउँदेखि र कुन भागदेखि मन पराउनु भएको हो त्यो पनि कमेन्टमा लेख्नुहोला। पछिल्लो भाग हेरेपछि धेरै दर्शकहरूको मन निकै खुसी भएको छ। कारण के भने अब भुन्टीले आफ्नो हक पाउने आशा पलाएको छ। सुकुमायाको आगमनसँगै लाखौं दर्शकहरूको मनमा नयाँ उत्साह आएको छ। अब आउने भागमा के हुनेवाला छ त्यसको चर्चा गरौँ। भुन्टीको भेषमा आएकी सुकुमायाले अहिले भूपेन्द्र र उसको परिवारलाई कडा सबक सिकाइरहेकी छिन्। भूपेन्द्रले, तँलाई त सम्पत्ति चाहिँदैन भनेकी थिइस्, आज अचानक के भयो भनेर प्रश्न गर्दा सुकुमायाले निकै कडा जवाफ दिएकी छिन्। उनले भूपेन्द्रले गरेको अन्याय, धोका र बाहिरका केटीहरूसँग घुमेर सम्पत्ति सकाएको कुरालाई सम्झाउँदै अब आफ्नो अधिकार कुनै हालतमा नछोड्ने बताएकी छिन्। उनले स्पष्ट शब्दमा भनेकी छिन्, म चरित्रको कुरा गरिरहेको छैन, म आफ्नो अधिकारको कुरा गरिरहेकी छु। यही कुरा सुनेर श्रेया पनि छक्क परेकी छिन्। सुकुमायाले श्रेयालाई चेतावनी दिँदै आफ्नो चरित्रमाथि औला नउठाउन भनेकी छिन्। त्यसैबीच त्यहाँ भुन्टीका दाइ टोक्ले र जेठाजु भुवन आइपुग्छन्। उनीहरूको अगाडि सुकुमायाले भुन्टीमाथि भएको अत्याचार, भूपेन्द्रका गलत सम्बन्ध र आफूले भोगेका पीडाहरू खुलस्त रूपमा सुनाउँछिन्। उनले अब भूपेन्द्रसँग बस्न नसक्ने र डिभोर्स लिएर सम्पत्तिको आधा हिस्सा आफ्नो नाममा ल्याउने निर्णय सुनाउँछिन्। भुवन र टोक्ले दुवैजना भुन्टीको यस्तो रूप देखेर अचम्मित हुन्छन्। सुकुमायाले अझै भनिन्, आफ्नै घरकी श्रीमतीलाई किराझैँ देख्ने र बाहिरकी केटीलाई हिराझैँ मान्ने मानिसले असली हिराको मूल्य बुझ्दैन। अब म त्यसको परिणाम देखाएरै छोड्छु। उता श्रेयाले भूपेन्द्रलाई आफ्नो सम्पत्ति आफ्नो नाममा सार्न दबाब दिइरहेकी छिन्। तर भूपेन्द्र भने अझै पनि मान्न तयार छैन। त्यसपछि टोक्लेले सुकुमायासँग धेरै प्रश्न सोध्दा उनले आफू वास्तविक भुन्टी नभई सुकुमाया भएको सत्य खुलाएकी छिन्। सुरुमा टोक्लेले पत्याउन नसके पनि सबै कुरा सुनेपछि उनी भावुक बन्छन्। उनले भुन्टी कहाँ छ भनेर सोध्दा सुकुमायाले सबै वास्तविकता बताउँछिन्। सुकुमाया र भुन्टीको भेट निकै भावुक बनेको देखाइएको छ। दुवैजना एकअर्कालाई अँगालो हालेर रोएका छन्। भुन्टीले आफ्नो सम्पूर्ण दुःख सुकुमायालाई सुनाएकी छिन्। त्यसपछि सुकुमायाले भुन्टीलाई सम्झाउँदै, भूपेन्द्र जस्तो महिलाको सम्मान गर्न नजान्ने मानिससँग तिम्रो घरबार कहिल्यै टिक्दैन भनेर मैले पहिले नै भनेकी थिएँ भन्दै अब भूपेन्द्रलाई सजिलै उम्किन नदिने निर्णय लिएकी छिन्। उनले भुन्टीलाई डिभोर्ससँगै सम्पत्तिको आधा हिस्सा पनि लिनुपर्छ भनेर सम्झाएकी छिन्। सुरुमा भुन्टीले भूपेन्द्रलाई अप्ठ्यारोमा पार्न नचाहे पनि सुकुमायाको कुरा मानेर न्यायको लागि लड्न तयार भएकी छिन्। त्यसपछि सुकुमायाले भुन्टीकै कपडा लगाएर आफूलाई भुन्टीको रूपमा परिवर्तन गरेकी छिन्। भुन्टी भने आफ्नी साथीलाई केही हुन्छ कि भनेर चिन्तित देखिन्छिन्। तर सुकुमायाले, म यो परिवारलाई राम्रो सबक सिकाएरै छोड्छु भन्दै आफ्नो योजना सफल हुने विश्वास दिलाएकी छिन्। टोक्ले पनि अब निकै खुसी छन्। उनले सुकुमायालाई भगवानझैँ मानेका छन् किनकि उनले भुन्टीलाई न्याय दिलाउन ठूलो कदम चालेकी छिन्। उता भुवनले वकिललाई फोन गरेर सम्पत्तिको अवस्था बुझ्दा भूपेन्द्रको नाममा रहेका सबै सम्पत्तिहरू रोक्का भइसकेको खबर पाउँछन्। यो कुरा सुनेपछि भुवन र श्रेया दुवैको होस उड्छ। श्रेयाले यसको दोष भुवनलाई दिन खोजे पनि भुवनले उल्टै श्रेयाले भुन्टीमाथि गरेको अत्याचारकै कारण आज यो अवस्था आएको बताएका छन्। अब हेर्न बाँकी छ, के सुकुमायाले आफ्नो योजना सफल पारेर भुन्टीलाई सम्पत्तिको आधा हिस्सा दिलाउन सक्लिन्। के भुन्टीको जीवनमा अब साँच्चै खुसीका दिन फर्कनेछन्।
यदि तपाईँ पनि घुन्टीले न्याय पाउनुपर्छ भन्ने चाहनुहुन्छ भने एउटा मिठो कमेन्ट गर्न नबिर्सनुहोस्। अनि घुन्टी सिरियलको अर्को भागको प्रतीक्षामा रहनुहोला। धन्यवाद।